हेर्नु साथीहरू आज यसो रुममा बसेको है आफ्नै धुमधाममा मोबाइल चलाइरहेको मैले है। अनि यसो झ्यालतिर हेर्छु त छोरीले झ्यालमा उनकै सुकाएको कपडा माथि माथि चढेर निकालिरहेकी थिइन्। अनि मैले अनि लुकेर भिडियो बनाएँ है, नदेखिने गरेर भिडियो बनाएँ। अनि बिस्तारै यतापट्टिको नि कपडा झिक्दैछिन्, हेरिरहेछिन् छोरी मैया रानीले। अनि माथि चढ्छिन् बिस्तारै झ्यालमाथि। अनि मैले नि नदेख्ने तरिका गरेर लुकेर भिडियो। अनि यताको कपडा त अनि फाल्न थालिदिन्। यताउता हेर्दैछौँ हामीले। भ्यायो कतै छुट्यो कि भनेर नि हेर्दैछौँ। हामी बाहिर हेर्दैछौँ। अब हाम्रो हामी बस्ने रुमबाट ठ्याक्कै तल गाडी जाने बाटो छ के रोड। जतिखेर नि त्यहाँ ड्युटी बसे जस्तो गर्छिन्। एकछिन एकछिनसम्म मैले पनि नकराएर चुप्प लाएर नथाहा पाउने तरिकाले भिडियो बनाइदिएको गाइस। हेरिछौँ यता पनि चढ्न खोज्दैछौँ सानोले। अब ऊपर हेर्नु अब झर्छौँ बिस्तारै त।